त्यस पछाडि चाहिँ सासूका नाममा, कोही सासूका नाममा, च्याप्चो सासूका नाममा लगेर उता मिलाउने। उतापट्टि तिनवटा पिण्ड चाहिँ पितृका नाममा, पितृहरूका नाममा हुन्छन्। यतापट्टि एउटा पिण्ड चाहिँ प्रेतको नाममा हुन्छ। त्यो प्रेतको पिण्ड, प्रेतलाई दिएको पिण्ड चाहिँ 3 भाग लगाइन्छ र सासू, बुढी सासू र च्याप्चो सासूका नाममा लगेर मिलाइसकेपछि त्यो 3वटा पिण्डमा क्रमिक 3 टुक्रा लगेर मिलाइसकेपछि अनि चाहिँ प्रेत शब्द उच्चारण गर्नु हुँदैन। अनि त्यसरी गरेर पृथ्वीमा मिल्ने हुन्, प्रेतलाई लगेर पृथ्वीमा मिलाउने हो, मिलाउनु पर्ने हुन्छ भनेर चाहिँ गौरीले चाहिँ विष्णु भगवानले बताउँदै हुन्छ। अशुद्ध सदा पुत्रो शुद्ध तीर्थ कदा जन शुद्ध कान्तने निवर्तन्ते सर्पेण्डीकरणं विना। छोराहरू चाहिँ यो काम नगरिकन कदाचित पनि कहिले पनि शुद्ध हुँदैनन्, अशुद्धै रहन्छन्। उनीहरू चाहिँ शुद्ध हुँदैन। शुद्ध कान्त निवर्तन्ते सर्पेण्डीकरण मिलाउने अरू दाजुभाइहरू पनि यो सर्पिण्ड मिलाइकन शुद्ध हुँदैनन्। तस्मात् पुत्र कर्तव्य शुद्ध कान्ते सर्पिण्डिनाम शुद्ध कान्त प्रयच्छामि सर्वे समितोचित। त्यस कारणले गर्दाखेरि तस्मात् पुत्र, त्यस कारणले पुत्रहरू छोराहरू पनि कर्तव्य, आफ्नो कर्तव्य पुरा गरी शुद्ध कान्ति र सर्पिण्ड त्यो सर्पिण्डको कर्म गर्नुपर्छ। शुद्ध कान्त प्रयच्छामि सर्वे समितोचित। त्यस कारणले शुद्धको अरूलाई शुद्धबाट मुक्ति अथवा चाहिँ छुटकारा दिनलाई पनि सर्पिण्डी गरिदिनुपर्छ। ब्रह्मस्य दशाने च क्षत्रियन दशहने च। ब्राह्मणको चाहिँ दशहने, क्षत्रिय द्वादश, ब्राह्मणको चाहिँ 12मा गर्नुपर्छ। यो फेरि यहाँ यसरी छुट्याएको छ, यसमा चाहिँ भेद गरिएको छ। त्यस कारणले ब्राह्मणलाई चाहिँ 12 दिनमा 12 दिनमा गर भन्छ, क्षत्रियलाई चाहिँ 13 दिनमा गर भन्छ। वैश्यलाई चाहिँ 10 दिन सूर्य मासे शुद्धति भनेको 12 दिनमा सर्पिण्डी गर्नुपर्ने हुन्छ। त्यस कारणले शुद्र मासे शुद्धति यो सर्पिण्डी गरिसकेपछि पनि जुठो चाहिँ छोराहरूलाई, आफ्नो परिवारलाई चाहिँ वर्ष दिनभरि लाग्छ। अनि आफ्ना वंशका दाजुभाइहरू जस्तै काका भाइ, बडाबा भाइ, दाजुभाइहरूलाई चाहिँ 45 दिन जुठो लाग्छ। अनि अरूलाई चाहिँ 10 रात्रि लाग्छ आफ्नो बन्धु बान्धवलाई। त्योभन्दा पछि तपाईँको 5औं पुस्तामा छन् भने 5 पुस्तासम्मलाई, 3 पुस्तासम्मलाई 10 दिन लाग्यो, 5 पुस्तासम्मलाई 7 रात लाग्यो, अनि 7 पुस्तासम्मलाई 3 रात लाग्छ भन्छ। अनि जो बलम जान्छन् तिनीहरूलाई चाहिँ नुहाइधुवाइ गरेर अन्नदान गरेर एक भक्ति बसेर अथवा नुन सेवन नगरिकन शुद्ध शाकाहारी भोजन खाएर पछि चाहिँ शुद्ध हुन्छ यसरी बताएको छ। सर्पिण्डी शुद्धति शुद्ध कृत शुद्धके त्रिरात्रिण सकुल्यास सन्तान शुद्धति गोत्रजः। त्यसरी आफ्नै गोत्रमा छन् मलमहरू गएका छन् भने चाहिँ 7 पुस्ताभन्दा माथिको चाहिँ उनीहरूलाई झुटो लाग्दैन। अनि यो त्रिरात्रिण सकुल 3 रात्रि चाहिँ लाग्छ। कस्ता भन्दाखेरि 7 पुस्ताले माथि 10 पुस्ताभन्दा भित्र 3 रात्रि लाग्छ, 10 पुस्ताभन्दा माथिलाई झुटो लाग्दैन यसरी बताइएको छ। अष्टमी दिनमे घातु नवमी प्रहर भय दशमी चरमा तृतीय। त्यसै गरी 8मा चाहिँ 1 दिन माथि 8औं, 7औँभन्दा माथि 8औँलाई चाहिँ 1 दिन माथि लाग्छ। अनि त्योभन्दा माथिको चाहिँ 9वें प्रहर 2 प्रहर भनेको चाहिँ रात दिन माथि लाग्छ। दशौँ पुस्तामा छ भने चाहिँ स्नान मात्र गरेपछि, नुहाइधुवाइ गरेपछि शुद्ध अथवा जुठो जान्छ यसरी बताएको छ। यसमा त केही छैन। यो त्यहाँनिर दीर्घसंरक्षण दशगात तथा रात्रेश तबितम शुचिर भवे। त्यस कारण आफ्नो दाजुभाइहरू चाहिँ देव कार्यमा नदौडिने, पितृ कार्यलाई 10औं दिनमा ढिक्रो फ्राइसकेर गहुँ खाइसकेपछि शुद्ध हुने यसरी बताएको छ। अतिक्रान्ति दशम हेतु चित्र त्रिरात्रे शुद्धि भवेत् संवत्सरकै तेन सन त विशुद्धति। अनि यदि 10 दिनभित्र अन्त टाढा मरेको छ, थाहा पाइएन, 10 दिनभित्र मृत्यु हुन्छ भनेदेखि जुन दिन थाहा पायो त्यसै दिनदेखि थालिहाल्ने, मृत्यु भएको दिन पहिलो सुरु दिन गणना गर्ने, 10 दिनका दिन बिग्रो फुटाउने, अनि शुद्ध हुन्छ। यदि 10 दिनभन्दा पछाडि थाहा पायो भने चाहिँ फेरि ढिक्रो उठेर 13 दिन बस्नुपर्छ है गौर गरेर बताउनु हुन्छ। देशान्तरिपेक्षण निर्देशित दशगात शुद्धमा शुचिर भवेत्। आर्थिक्रान्ति दशम हेतु त्रिरात्रित विमोचते संवत्सरव्यति प्रातः स्नानं मात्र शुद्धति। त्यस कारणले यसरी शुद्ध हुने कुरा हुन्छ। अनि अध्यभागद्वय यावन् मृतक शुद्धके द्वितीय पैत्र चाध्यात् शुद्धका सूची करिष्यति। त्यसै कारणले शुद्धमा शुद्ध पर्व, जुठोमा जुठो पर्व भने के गरे भन्दाखेरि यो जेठो कान्छो मृत भएको, यदि कान्छो छ भनेदेखि आफ्नो काम गर्दै जाने, जेठो छ भने चाहिँ रोक्नु पर्ने हुन्छ यसरी बताउँदै हुनुहुन्छ। अनि उसको
सपिन्ने के अरे ढेक्रो फुटाउने अथवा सपिन्ने गरेर सपिन्ने गरेर यसरी बताउँदै हुनुहुन्छ। अब यो त्यहाँ अलि लागु नहुन पनि सक्छ, समयअनुसार परिस्थिति अनुसारले पार्न चाहिँ त्यसरी पर्छ। उहाँहरूको काम सकेको भए पनि 9 दिनसम्मका कामहरू सकेका हुन्छन्। 9 दिनका दिन 10औँ दिन नभइकन ढेक्रो नफुटिकन तपाईँको अर्को उहाँहरूको दुःख पर्छ भनेदेखि उहाँहरूले झोक्रारै बस्ने, अरू काम गर्न मिल्दैन। यदि ढेक्रो फुटाइसकेको छ भनेदेखि चाहिँ फेरि मिल्छ। त्यसरी बताइएको छ। अथवा तेन यावदेकनमेतेहि अतवे वर्तमानं त्रिरात्रिमिति निश्चयः। त्यसै गरी चाहिँ अब जस्तो खालको मरेको छ आमा बुवालाई दाँत उत्पन्न भएको छ भनेदेखि बालकले सन्देश जन्म अथवा हिचानमा गएर शुद्ध हुन्छ। चुडा भनेको वर्तमान भइसकेको बालक छ भनेदेखि अरूहरूलाई चाहिँ अरू 7औं पुस्ताभन्दा माथिको 1 रात लाग्छ, अरूलाई 10 दिन लाग्छ। यदि वर्तमान भएर जनै लगाइसकेको छ भनेदेखि पूर्ण जुट लाग्छ। वर्तमान जसको भएको छैन, उनी चलो जसको भएको छैन भनेदेखि तिनीहरूले चाहिँ पायसको पिण्ड पनि पाउँदैनन्, तिनीलाई जौगा पिठाको पिण्ड दिनुपर्छ। यदि उनी चलो पनि भएको छ महिला मान्छे केटी मान्छेको र केटा मान्छेको जनै पनि अथवा चाहिँ वर्तमान भइसकेको छ भनेदेखि उनीहरूले चाहिँ पायसको पिण्ड पाउँछन्, दिनुपर्छ। त्यसरी बताउँदै हुनुहुन्छ। तत्त्व त्यसै गरी अनि कसैको बिहा हुन आँटेको छ है, वाग्दान भनेको वचनको दान भइसकेको छ, केटा टिको लगाइसकेको छ, केटा टिको लगाइसकेको छ भनेदेखि त्यो अवस्थामा चाहिँ अतमे प्रहत भयन त्रिरात्रिमिति निश्चयम भनेको चाहिँ के भनेदेखि तपाईँको कुरो छिनिसकेको टिकोलाई अहिले त इङ्गेजमेन्ट भन्छन् गरेर अब त्यो कुरो छिन्ने भन्थे जनै सुपाइले भन्थे। त्यो त्यसरी जनै सुपाइलेपछि अथवा केटाको मृत्यु होस् अथवा केटीको मृत्यु होस्, जसको मृत्यु हुन्छ बाइचान्स त्यस्तो हुन्छ भनेदेखि यदि केटा पक्षको अथवा केटो मान्छेको मृत्यु भएमा पनि केटीले 3 रात जुठो बार्नै पर्छ। अनि केटीको यदि त्यस्तो दुर्घटना भयो भने पनि केटा मान्छेले जसको कुरो छिनेको छ उनीहरूले 3 रात बार्नुपर्छ। त्यसरी त्रिरात्रि भनेको 3 रात बार्नुपर्छ। वाग्दान भनेको वचनको दान दिइसकेपछि वाग्दान कृतं तत्र त्यही चाहिँ पितुर्वरस्य तत्त्व धन भर्तुरेव हि। अरूलाई ढिलो लाग्दैन, उनीहरूलाई चाहिँ लाग्छ। घरपट्टिको घरपट्टि लाग्यो, बाहिरपट्टिको बाहिरपट्टि लाग्यो, तर अरूलाई ढिलो लाग्दैन। त्यसरी चाहिँ सामर्थ्य गर्भस्राव भवेत् यदि तत मासे देवसौ न शुद्धति। यदि गर्भमा चाहिँ बच्चा गयो अथवा त्यस्तो पनि हुनसक्छ भयो भनेको खण्डमा चाहिँ के गर्ने भन्दाखेरि गर्भस्राव भवेत् यदि तदा मासः दिवसौ च शुद्धति। यदि 3 महिनासम्मको गर्भस्राव हुने कुनै आमालाई लाग्यो 1 रात, अरूलाई लागेन 3 महिनासम्म। 3 महिनादेखि 6 महिनासम्मको गर्भस्राव त्यसरी बच्चा खेर जान्छ भनेदेखि जति महिनाको भयो त्यति रात्रि आमा र बाबुलाई लाग्छ, अरूलाई लाग्दैन। त्यसरी बताएको हुन्छ गौरवलाई विष्णु भगवान। त्यसै कारणले 6 महिनाभन्दा माथि गएपछि अरूलाई पनि लाग्छ जुठो। गर्भस्राव भनेको गर्भबाट बच्चा चुक्ने, अरूलाई पनि 10 रात लाग्छ। अनि जन्म भइसकेपछि त्यस्तो दुर्घटना भएको खण्डमा कस्तो के हुन्छ त भन्दाखेरि दिवसो शुद्धति अत ऊर्ध्व तेन नाता शुद्ध विद्यते सन्ते शौच सपिण्डनं गर्भस्य पतने सति। त्यति बेलामा चाहिँ आफ्नो सपिण्डी भनेको 4 पुस्ताभित्रमा चाहिँ त्यस्तो गर्भस्राव हुन्छ भनेदेखि चाहिँ सर्वेशाह वर्णम सुतकी मृतकी किभा 10 त्यसरी त्यस्तो जन्म भइसकेपछि दाँत नपला खण्डमा जति महिनाको हुन्छ त्यति दिन आमा र बुवा जुठो लाग्छ। अनि घरको मान्छे लाग्छ, अरूलाई 1 दिन जुठो लाग्छ। त्यसरी बताउँदै हुनुहुन्छ। यदि दाँत पलाइसकेको छ भनेदेखि चाहिँ पुरै जुठो बार्नुपर्छ आमाबाउले। त्यसरी 10 दिन जुठो बार्नुपर्छ। एकचोटि विधानले चाहिँ श्राद्ध गर्नुपर्ने हुन्छ, अनि जग्गा पेटाको पिण्ड दिनुपर्ने हुन्छ। अनि जस्तो बच्चा त्यस्तो भएको हुन्छ त्यसलाई चाहिँ यसो खाना दिने, यसो लुगा दिने, त्यहाँ जस्तो केही गर्नु पर्दैन। तिनीहरू इच्छा कमै हुन्छ, त्यस कारण उनीहरूले धेरै ठुलो इच्छा आएका हुँदैन, त्यस कारण त्यति गरेर पुग्छ गरी चाहिँ बताउँदै हुनुहुन्छ। सन्ध्यादान जप होम स्वाध्याय जन्छ प्रीतितर्पणम ब्रह्म भोजन वृतम चैव कर्तव्यम मृतसुतके। त्यति गरेपछि चाहिँ 10 दिनपछि चाहिँ अरूलाई चाहिँ पितृ दान गर्नु पनि हुन्छ, ब्राह्मण भोजन गराउनु पनि हुन्छ,
अनि अरू पितृकर्म गर्नु पनि हुन्छ। अरू घरको भन्दा बाहेकलाई चाहिँ घरमा चाहिँ पनि घरमा पनि त्यति गरिसकेपछि